एकजना मानिस बुद्ध कहाँ आएर भने, म धेरै दुखी छु, मनमा शान्ति छैन, के गर्नु पर्यो हजुर? बुद्धले उनलाई एउटा डोरी दिएर भने, यो बलियोसँग समात। मानिसले कसिएर समात्यो। केही बेरमै उसको हात दुख्न थाल्यो। बुद्धले सोध्नुभयो, दुखी हो? उसले भन्यो, धेरै। बुद्ध मुस्कुराउनु भयो, दुख डोरीले दिएको होइन, तिमीले छोड्न नसकेको कारणले भएको हो। जीवनमा धेरै पीडा घटनाले होइन, त्यसलाई समातेर बस्ने हाम्रो बानीले दिन्छ। यसबाट के शिक्षा लिए? शिक्षा, केही कुरा समयमै छोड्न सिक्यो भने मन आफै हलुका हुन जान्छ।